सबै जेन्जी साथीहरूलाई नमस्ते। म चाहिँ आज यो विषयमा बोल्न त मन थिएन हैन। अनि हुनसम्म नि नेपालमा के हुन लाग्यो हैन, यत्रो क्रान्ति भयो। हामीले सोच्यौं कि हैन यो सरकारले हामीले सोचेको कुराहरू सबै कुराहरू पूर्ण गर्छ। हाम्रो जेन्जीहरूको जसले त्याग गर्नु बलिदान गर्नु उहाँहरूले सोचेको कुराहरू यो सरकारले पूरा गर्छ। यो भ्रष्टाचारीहरूलाई पक्रिन्छ हैन। सरकारमा यति अब नेपालमा करप्सन त ओभरै ओभर छ। यो पुरै सोच्यौं हामीले यो नयाँ सरकार हामीले ल्यासी त्यसले गर्ला भन्ने हामी सोच्यौं, तर हामी भुल थियौं। हामीलाई यो सरकार चाहिएको छैन जसले हाम्रो जेन्जीहरूको माग पूरा गर्न सक्दैन। हामीले जसलाई सरकारमा पुर्यायौं तिनीहरूले कारबाही गर्न सक्दैन भनी हामीलाई यो सरकार चाहिन्न। हामीलाई यो सरकार चाहिएकै छैन। हामी फेरि विद्रोह गर्नेछौँ। अर्को कुरा चाहिँ के भन्दाखेरि अब यो संसदहरू यत्रो खारिज गरियो हैन। अब संविधान छ, संविधान पुनर्लेखन गर्न मिल्दैन अरे। अब हाम्रो सुशीला कार्की जीले उहाँले भन्नुभयो मैले संविधानको विरोधमा जान सक्दैन र संविधानलाई अब यो प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री गराउन सक्दिन भन्नुभयो। यस्तो हो भने हामीलाई चाहिएको छैन। यो सरकार हामीलाई चुनाव गराउनको लागि मात्र हामीले पठाएको होइन। हामीले यहाँ यत्रो हाम्रो भाइहरूको हत्या भएको छ हैन। अनि यो कारबाही गर्नको लागि पठाएको, तर यो सरकारले केही गर्न सकेन। र अब फेरि अब पहिलाको जस्तै आउने बेर समय त्यति छिटो जान्छ कि हैन। पहिलाको समय फेरि आउनेछ, दोहोऱ्याउनेछ। तर हामीले त्यति बेला कसैलाई छोड्ने छैन। लेखेर राख हेर सरकार, तिमीहरूले हाम्रो कुराहरू मागहरू पूरा गर्न सकेनौ भने अर्को अब यो आउँदा विरोध आयो भने पहिलाको जस्तै सिचुएसन जति आयो भने के हुन्छ थाहा छ? यहाँ कोही नि बच्दैन, एउटा नि बच्दैन। हेर तिमीहरूले भुल गरिरहेको छौ, जेन्जीलाई एकदम कमजोर सोचिरहेको छौ, तर यो तिमीहरू एकदम ठुलो भुल हो। हेर पहिलाको सिचुएसन सेम आयो भने कसम भने कसैलाई छोड्दैन के हाम्रो जेन्जी ग्रुपले, कसैलाई छोड्दैन। यो लेखेर राख हेर हैन। यो चाहिँ लेखेरै राख है तिमीहरूले, किनकि यो सिचुएसन आउन नदेऊ। तिमीहरूले यो भ्रष्टाचारीहरूलाई करप्सन गरेको जतिलाई नि जो छ यो हैन परेको छ सबलाई कारबाही गरौ न। तर यो सिचुएसन फेरि आयो भने कोही बाँकी रहने छैन। लेखेर राख हैन। जेन्जी भन्ने चिज सानो होइन। तिमीहरूले जेन्जीको पावर हामी के चाहन्थ्यौँ थाहा छ? हामीले यो भ्रष्टाचारहरू जसले गरौँ त्यसलाई कारबाही गरौँ हैन। हामी यो नेपालमा स्वतन्त्र रूपमा बाँच्न चाहन्थ्यौँ। हामीले यहीँ केही गर्न चाहन्थ्यौँ, तर तिमीहरूले बाध्य गराउँदैछौ। फेरि पहिलाको जस्तै समय ल्याउन खोज्दैछौ, तर त्यो समय आइहाल्यो भने नि इनकेस कोही बाँकी रहने छैन। यो लेखेर राख। यो हाम्रो आवाज होइन, यो जेन्जीको आवाज हो। यो मेरो आवाज होइन, जेन्जीको आवाज हो। लेखेर राख। जय जेन्जी।